यो हेर्नु होला यो भुम्लीचोक गण्डकी गाउँपालिका भुम्लीचोक स्थित चिप्लेटी छापको गाउँ जहाँ म आजभन्दा 45 वर्ष अगाडि जन्मिएको थिएँ। यही घर हो जुन यतापट्टिको माइलो बुवाको घर हो भने उतापट्टिको म जन्मेको घर। यो म वहाँ गएर पनि देखाउने छु। यो पारी डाँडाहरू हेर्नुहोस्, म जन्मिँदाखेरि स्वच्छ अर्ग्यानिक अक्सिजन खाएर जन्मेको मान्छे म। पारिपट्टि पारी जस्तो हजुरहरूले देख्नुहुन्छ, पारिपट्टि चाहिँ चैनपुर गाउँ हो। यो चैनपुरको यो डाँडा गाउँ भन्छ। जुन म सानो छँदा 4 वर्षदेखि 3 वर्षदेखि पैदल हिँडेर स्कुल गएको थिएँ। अब यो बाटो हुँदै पुरै म यो धेरै छ, टाढो छ यहाँबाट। जुन म जन्मेको घर यहाँबाट म त्यहाँ हिँडेर गएको थिएँ, जान्थेँ दिनहुँ स्कुल जाने र 4 बजेपछि हिँडेर यहीँ आइपुग्ने। म जन्मिएर यो अलिकति देखेको छ, हजुरहरूले हेर्नु होला, जुम गरिदिन्छु। यो स्कुल हो, यो स्कुल जहाँ म स्कुल पढ्ने गर्थेँ। मेरो हेड सर लालबहादुर गुरुङ भन्ने सर हुनुहुन्थ्यो। अहिले पनि म सम्झिरहन्छु म जन्मेको ठाउँ यो। मराखालाई हेर्नु कति टाढो छ। यो पारी गाउँ चाहिँ यो पारीको छापगाउँ भन्छ। हेर्नुहोस् है, यो छापगाउँ, यो छापगाउँको गाउँ हो। यो छापगाउँमा यतापट्टि बिरौटा भन्छ, उतापट्टि छापगाउँ, त्यसपछि धवादी भन्ने उतापट्टि गैरामा छ। अनि त्यसपछि यो माथिको डाँडा जुन अत्यन्तै मनमोहक डाँडा छ। यो माथि डाँडाबाट उता पोखरी टार पर्छ, भुम्लीचोक पुरै एरिया पर्छ त्यहाँ, चिसो पानी। अनि उतापट्टि दरबुङ, उता फुजेल, ताङ्लचोक, दलभन्ज्याङ यो डाँडाभन्दा उतापट्टि पर्छ। यो चाहिँ तपाईँको म जन्मेको ठाउँ चिप्लेटी। म गाउँ पनि देखाउँछु अहिले। यो घर हेर्नुहोस्, यो घर चाहिँ म जन्मेको घर हो। जुन घरमा म अहिले नजिकबाट पनि देखाउँछु हजुरहरूलाई। यो उतापट्टि चाहिँ मेरो माइला बुवाको घर। त्यसपछि यो यता मेरो चिप्लेटी गाउँ। आजभन्दा 45 वर्ष म अगाडि जन्मेको थिएँ। यहाँ म 18 वर्षसम्म बसेर यो ठाउँ आफ्नो जागिरको सिलसिलामा र त्यसपछि लगातार बाहिरै भएँ। अहिले चितवनमा बस्दैछु। यो चिप्लेटीको गाउँ ल हेर्नुहोस्, यो मेरो काका अनि छ्यामाको घर। उता दाइ भाउजू विकास आमा दाइ भाउजू, उतापट्टि गैरीबारी काकाको घर छ। हजुरहरूलाई यसो याद होला, विदेशमा हुनेले पनि देख्न सक्नुहुन्छ। यो डाँडाघर छेमाको घर, डाँडाघर छेमाको घर यो उतापट्टि छ। यो जुन मैले अलिकति फोकस गरेँ, यो गैरा घर हजुरबुवाको ठगेसरको घर भयो। उतापट्टि जुन यो देखाउँदैछु निरेसरको घर, हेर्नुहोस् है, निरेसरको घर। अनि त्यसपछि अलिकति छेकिएको छ यो रिसल्ला मेरो दिदी भिनाजुको घर, रिसल्ला बुवा। अनि यतापट्टि कुमारको घर अलिकति देखेको छ। अनि त्यसपछि तुरुन्तै तल रमेशको घर भयो। अनि हाम्रो शम्भुको बाउ भेनाको घर, गल्मुनिको घर भत्किसकेको छ र पनि अझै याद आउँछ पहिलाको। त्यो अलिकति भूकम्प पछिको सानो घर छ एउटा, जहाँ यो घरको बिचमा गैरा घरको 3-4वटा घरहरू देख्न सकेको छैन। अझ पनि म यति भावुक भएँ, पहिलाको यादहरू आउँछ। मकै भुटेको मकै। अनि यहाँ मेरो बाबाले रोप्नु भएको नास्पातीको रुख छ। यो अहिले यो नास्पातीको रुख हो, यहाँ निकै फल्थ्यो नास्पाती। अनि त्यसपछि अमिलोको अलिकति मात्रै देखेँ। यो हरियो पात सबै सुकिसकेको रहेछ। मेरो बुवाले रोप्नु भएको। बुवा त हुनुहुन्न, तैपनि अहिले धेरै हृदयस्पर्शी याद आयो। म अहिले भावुक पनि भएँ। ल हेर्नुहोस्, निकै याद आउँछ। अहिले चितवनमा बस्ने हरेक रातहरूमा यही वरिपरि म खेलिरहेको हुन्छु। यही गण्डकी गाउँपालिका जस्तै नराम्रो भए पनि तपाईँको यो हेर्दाखेरि लाग्ला पुरा छ भन्नु होला, तर मलाई चाहिँ अत्यन्त रमाइलो लाग्छ। काठमाडौँको सहर, चितवन सहर, पोखराको सहर भन्दा पनि मलाई यो मेरो गाउँ, मेरो ठाउँ, मेरो जन्मभूमि र म जन्मेको घर मलाई अत्यन्त प्यारो लाग्छ।